नमस्ते साथीहरु, म अहिले चाहिँ यता दम्बुसतिर छु। दम्बुसबाट म अहिले अब यो नयाँ बाटो युज गर्दैछु। म लगभग बाटो त पुरानो हो, तर म अहिले चाहिँ नयाँ बाटोमै छु भनौं। म त्यो बाटो झारिसकेको पनि छैन। अब यो अहिले अलिकति राम्रो छ भनेको भएर मैले दम्बुस यता कट्टे खोला दम्बुसबाट अलिकति प्रयोगविहीन जोस मर्मत गर्न लागेको हुनाले म यो बाटो चाहिँ अहिले दम्बुसबाट चाहिँ आस्थाम हुँदै म यता हेङ्जा मिलानचुतिर झर्दैछु। हेरौँ कस्तो छ बाटो, हेरेर म हजुरले चाहिँ हल्का केही मात्र क्लिपहरू पनि देखाउँछु र यहाँको अरू पनि दृश्यहरू पनि देखाउँछु है। ओके, बाइ बाइ, नमस्ते। दम्बुसबाट नमस्ते साथीहरु, म अहिले दम्बुसबाट तल अस्तामतिर झर्दैछु। बाटो चेक गर्नको लागि पनि म अहिले चाहिँ यो नयाँ बाटो, म अहिलेसम्म झरेको छैन बाटो। अहिले चाहिँ म यो बाटो आउँदैछु है। तलतिर हेरौँ कस्तो रहेछ बाटो। साथीहरु, म दम्बुसबाट लङघरको तल आस्थाममा झर्दैछु र अहिले चाहिँ पारी देखिएको गाउँ चाहिँ लङ चियाबारी पनि हो। त माथिको चियाबारी अब म तलतिर झर्दैछु। नमस्ते, म अहिले ठ्याक्कै दम्बुसबाट अस्तामतिर झर्दैछु र अस्तामबाट अहिले अब म लगभग एकछिनमा लगभग 10-15 मिनटको उसमा टाइममा चाहिँ म अब तल हेङ्जातिर झर्दैछु है। म यो उसबाट चाहिँ यता तलतिर जाँदैछु, म यता तल जाँदैछु। त्यहाँपछि म लगभग पुग्छु अब एकछिनमा। बाटो कस्तो रहेछ बाटो पनि चेक गर्दै हो। अहिले म यो बाटो आएको अहिले माथि दम्बुसबाट आउने बाटो र यता पारिपट्टि देखिने ठ्याक्कै लङको बजार गाउँ हो र यहाँ चियाबारी पनि यही छ। अब माछापुच्छ्रे छर्लङ्ग देखेछ। आज मौसम एकदम साफ देखेछ है साथी। नमस्ते। अस्ताममा झरिसक्यो है। अस्तामको लगभग धान पाकेर पहेँलो भइसकेको छ। गाउँतिर यही छ रमाइलो। अहिले हाम्रो चाड तिहारको नजिक आएको अवस्था छ र अहिले एकदमै लगभग दम्बुस जाने गाडीहरूले सबै यही बाटो प्रयोग गर्नुभएको साथीहरूले।
म अहिले अब ठ्याक्कै धम्बुसबाट ठ्याक्कै धिताल आइपुगेँ। अब धिताल पिचर सुरु भयो। अब म लगभग 15 मिनटमा लगभग अब 15 मिनटमा म अब उसमा पुग्छु ह्याङ्जा मिलनचोक। बाटो कतै राम्रो छ ल्याएर अहिले धितालको बाजा पार्कमा आइपुगेँ है। म बाजा पार्क